हजुर दादा नमस्कार। मेरो नाम प्रेम सिंह ऐरी हो। मेरो घर पाटन नगरपालिका 4 चिल्लेपानी बैतडी हो रे। आज भल कामका सिलसिलामा भारतका बेंगलोर सुदाई मैले जानी नजानी 2-4 देवडा गीत लेखी पठाया छु रे दादा। देवडा गीतको शीर्षक राख्यो परदेशी जिन्दगी जसरी भ्यापटलाई वाचन गरिदिया हा भणबटी भोतिनीका देवडा गीत लेखपट पठा राख्यान प्रेम सिंह ऐरीजीले। अब भने उनीलाई देवडा गीततिर लाग्दौं। न भाषा न बोली निको यही बिराना ठाउँको बाटो प्यारो माटो प्यारो मजन म्याका गाउँको बाटो प्यारो माटो प्यारो मजन म्याका गाउँको। परदेशमै दिन जान्या हुन् कि जन्म भूमि छाडी तेरी खान्या जिन्दगानी अलग पत्र पाडी तेरी खान्या जिन्दगानी अलग पत्र पाडी। कति बस्नु परदेशमै बनेर बन्दकी एक्लै रुन्छु आँसु पुज्छु क्या भयो जिन्दगी एक्लै रुन्छु आँसु पुज्छु क्या भयो जिन्दगी। दिन काट्नु मुस्किलै भयो पापी सहरैमा कति बग्या आँसु धारा हाँस्न्या रहरैमा कठै कठ कति बग्या आँसु धारा हाँस्न्या रहरैमा। सुख भन्नु सपना मात्रै दुखमा रमाउनु छ रगतलाई पसिना बनाई पैसा कमाउनु छ कठै कठ रगतलाई पसिना बनाई पैसा कमाउनु छ। छुट्टिया 3 वर्ष भया मेरा जन्म्या भूमि जिन्दगी दुखैमा काट्नु क्या भयो हो मुखी जिन्दगी दुखैमा काट्नु क्या भयो हो मुखी। कहाँ छुट्यो जन्ममा थाहा त कहाँ छु क्या बा आमा न त गलै न त थकाइ पर्दे सका काम कठै कठ न त गलै न त थकाइ पर्दे सका काम। क्याका साछन् घरतिर सुइना ढेक्या बेली कहिल्यै न बिर्सन्या रहेछ आमा को कोसेली कहिल्यै न बिर्सन्या रहेछ आमाको कोसेली। बाँच्या फर्की आउला आमा आफ्नै जन्म्या भूमि धन पैसा नरहन्या भयो कर्जै काट्नु मुखी धन पैसा नरहन्या भयो कर्जै काट्नु मुखी। के गर्नु परदेशी जीवन दुखै माथि दुख रहर होइन बाध्यता हो यति कुरा बुझ रहर होइन बाध्यता हो यति कुरा बुझ रहर होइन बाध्यता हो यति कुरा बुझ भन्बटी परदेशी साथ्यौ किलाखा सम्झना भन्बट भोतिनीका देवडा गीत लेखबाट पठा राख्या प्रेम सिंह ऐरीजीले। उनीहरुका देवडा गीतले मैले हजुरहरुका माझमा राखलियो। हजुरहरुलाई उनीहरुका यिन देवडा गीत कसा लागे जस्सा लागे उससे सल्लाह सुझाव प्रतिक्रिया अवश्यलाई हजुरहरु कमेन्ट बक्समा लेखबाट पठाउन जन्बिसरे भन्नु रे ओना दिनोनमाले यसो गरेपटी साथ सपोर्ट दिना रे या प्रेमराज जी भन्नु रे। तमुनलाई कार्यक्रम परदेशी बारेमा सहभागी हुन चाहन्छौ भने तैक लेखा तमले अनिवार्य रूपमा यसके दामी फेसबुक पेजलाई फलो गरेपटी तसै यसके दामी फेसबुक पेजका मेसेन्जर बक्समा आफ्ना मिठा मिठा देवडा गीत लेखपटी आफ्नै रचनामा रया देवडा गीत लेखपट पठा सक्नुहुन्छ भन्बटी आजका यी परदेशी बारे कार्यक्रमको बसाइबटे मै कार्यक्रम प्रस्तुता छुटी जनाउँ। नमस्कार।